कुनै समय हजारौं विद्यार्थीले अध्ययन गरेर जिल्लाभरि आफ्नो छुट्टै पहिचान बनाएको अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर 1 मा स्थित युवा वर्ष रविचित्र माध्यमिक विद्यालय आज आफ्नै अस्तित्व जोगाउन सङ्घर्ष गरिरहेको छ। जिल्लाको शैक्षिक गौरवका रूपमा चिनिएको यो विद्यालय अहिले आर्थिक सङ्कट, जीर्ण भौतिक संरचना र शिक्षक अभावका कारण निकै कठिन अवस्थामा पुगेको छ। बर्खायाम सुरु भएसँगै विद्यालयका अधिकांश कक्षा कोठाको छाना चुइन थालेपछि विद्यार्थीहरू अत्यन्त असहज वातावरणमा अध्ययन गर्न बाध्य भएका छन्। विद्यालय प्रशासनका अनुसार विद्यालय सञ्चालनका लागि विभिन्न निकाय तथा व्यक्तिबाट प्राप्त भएको करिब 1,15,00,000 रुपैयाँ 2063-64 सालतिर ब्याजमा लगानी गरेको थियो, तर उक्त रकम हालसम्म पूर्ण रूपमा विद्यालयमा फिर्ता हुन नसकेको जनाइएको छ। त्यसको असर अहिले विद्यालयको आर्थिक अवस्था, भौतिक पूर्वाधार र शैक्षिक वातावरणमा प्रत्यक्ष देखिएको विद्यालयको भनाइ छ। सामान्य वर्षा हुँदा पनि कक्षा कोठाको छाना चुहिने, बेन्च टेबल र विद्यार्थीका पुस्तक कपी भिज्ने समस्या दैनिक जसो देखिन्छ। 2-4 दिन लगातार वर्षा हुँदा कक्षा कोठाभित्र पानी जम्ने र नियमित पठन पाठन सञ्चालन गर्न कठिन हुने अवस्था रहेको छ। अझ मारमा परेका छन् यस विद्यालयमा आवासीय रूपमा अध्ययन गरिरहेका दृष्टिविहीन विद्यार्थीहरू। विद्यालय इन्चार्जका अनुसार बर्खाको समयमा कोठाभित्र पानी चुहिने भएकोले उनीहरू रातभर भाँडाकुँडा थापेर बस्न र सुत्न बाध्य हुने गरेका छन्। शिक्षा दिने स्थान नै सुरक्षित नहुँदा विद्यार्थीको भविष्य कति सुरक्षित होला भन्ने गम्भीर प्रश्न अहिले उठ्न थालेको छ। विद्यालयका प्रधानाध्यापक टेकराज आचार्यका अनुसार विगत करिब 3 वर्षदेखि बर्खायाममा छाना चुहिने समस्याले पठन पाठनमा प्रभावित हुँदै आएको छ। आर्थिक अभावका कारण समयमै भवन मर्मत गर्न नसक्दा समस्या झन जटिल बन्दै गएको उहाँको भनाइ छ। समस्या यतिमै सीमित छैन। हाल यस विद्यालयमा करिब 900 विद्यार्थी अध्ययनरत छन्। गत वर्ष मात्रै अन्य विद्यालयबाट ठूलो सङ्ख्यामा विद्यार्थी भर्ना हुन आए पनि पर्याप्त कक्षा कोठा र शिक्षक अभावका कारण सबैलाई भर्ना लिन सम्भव नभएको विद्यालयले जनाएको छ। एकातिर विद्यार्थीको चाप बढ्दो छ भने अर्कोतर्फ शिक्षकको अभावले गुणस्तरीय पठन पाठनमा चुनौती थपिएको छ। स्थानीयवासीका अनुसार कतिपय विद्यालयमा विद्यार्थी सङ्ख्या न्यून हुँदा पनि पर्याप्त शिक्षक छन्, तर धेरै विद्यार्थी अध्ययन गर्ने यस विद्यालयमा आवश्यक शिक्षक नहुँदा विद्यार्थी नै मारमा परेका छन्। स्थानीय सरकार, प्रदेश सरकार, सङ्घीय सरकार समयमै आवश्यक पहल नगर्ने हो भने इतिहास बोकेको यो विद्यालय अझ ठूलो सङ्कट तर्फ धकेलिने चिन्ता स्थानीय अभिभावक र सरकारवालाले व्यक्त गरेका छन्। अब एउटै प्रश्न छ, के सम्बन्धित निकायले जिल्लाको शैक्षिक गौरव बोकेको यो विद्यालय जोगाउन समयमै पहल गर्ला त, कि हजारौं विद्यार्थी उत्पादन गरेको यो ऐतिहासिक विद्यालय समयसँगै केवल सम्झनामा मात्र सीमित हुनेछ?